मेरो कौशी खेतीको टुर है। यो चाहिँ ड्र्यागन फ्रुट्स, सेतो ड्र्यागन फ्रुट्स त्यस्तो धेरै फुलेको छैन, 3-4 फुलेको छ है। रातो चाहिँ बरु अलि धेरै छ, देखिन्छ कि देख्नुहुन्न। फुलहरू फुलिरहेको छ भर्खर, फुल्न मतलब फुल्न होइन, कोपिलाहरू छ। बिस्तारै बिस्तारै लान्छ। सेतो रातो छ, अलि छ, सेतो चाहिँ छैन। यो हो मेरो लहरे आँप, यो हो बरेला, फलिसकेको छैन, देख्छु छिट्छिट्टै फल्छ। यो हो करेला, साग, काँक्रो फल्दैछ, सिमी, यो पनि सिमी, बरेला, काँक्रो। खास डल्ले खोर्सानी भनेर रोपेको, अब यो के हो, यो डल्ले खोर्सानी हो कि होइन मैले थाहै पाइनँ है। यो चाहिँ टमाटर पनि अलिअलि फल्दैछ, बोडी पनि फल्दैछ, सिमी, काँक्रो, अम्बा फुल्दैछ। यो सेतो, यो रातो, सबै सुकेर के भयो थाहा छैन, त्यसै बिग्रेर गयो। कागती फुल्दैछ, फल्छ होला, कुनै फलिरहेछ। यो फेरि ड्र्यागन फ्रुट्स, यो चाहिँ यही वर्ष मात्रै फुल्दैछ, अघिल्लो वर्षसम्म थिएन। सबै ड्र्यागन फ्रुट्स हो। यो काँक्रा, आँप यसपालि फलेन, चाहिँ 3-4वटा फल्थ्यो, छोरो घर मात्रै हो भनेर चाहिँ केही होइन। हो बोडी पनि फल्दैछ। त्यो पहेँलो ड्र्यागन फ्रुट्स चाहिँ पहेँलो ड्र्यागन फ्रुट्स हो। यस्तो सानो फल्छ कि त्यो एकचोटि पनि मुखमा त्यो गाँस हुँदैन भन्छ नि, हो त्यस्तो के सानो सानो अलि ढिलो फुल्छ, तर बोट पनि कस्तो भइसकेको छ एकदम। भिटर करेला, काँक्रा यस्तै यस्तै छ। यो चाहिँ लौका उम्रेछ, अब यो फल्ने चाहिँ होइन, तर पनि कस सागहरू, अम्बा, कागती, आलु पनि फुल्दैछ, अब खन्ने बेला भयो। डल्ले खुर्सानी, यो को मुन्तला फुल्दैछ, कति धेरै फुल फुलेको थियो, तर सबै झरेको अलिअलि बाँकी छ। स्ट्रबेरी फुल्दैछ, खान पनि खाइयो, धेरै जस्तो किराले खायो मान्छेले भन्दा बिर्सिहाल्दो रहेछ खानै। अनि त्यही हो तलबाट देखिएको ड्र्यागन फ्रुट सुरुमा फुल फुल्दैछ। यो लिची, तर एउटा पनि फुल फुलेन, फुल धेरै फुलेको तर सबै झऱ्यो। फर्सी सानोमा फल्ने भनेर लिएर आएको, तर खै लहरै मात्रै भयो। बा यस्तै यस्तै छ। ल ओके, बाई बाई, टेक केयर। त देखाउनै बिर्सेछु। ल यो चाहिँ बिहारे है, यो चाहिँ मेरो श्रीमानजीको एकदम मनपर्ने सब्जी। बाई 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 बाई।